अब यो मानव अधिकार भनेको छ। अब यो मानव अधिकार आफैमा एक किसिमको पहिलादेखि नै शङ्काको परिधिभित्र छ। अब यो कहाँ मान्छेहरूको लागि यो मानव अधिकार हो? मानव भनेका त संसारका सबै मान्छेहरूको हो नि। जस्तो हाम्रो मानव अधिकारहरू माट्यामेट हुने क्रममा विभिन्न किसिमका अन्याय अत्याचार हुँदाखेरिमा मानव अधिकार मुखदर्शक भएर बस्छ। त्यो केही बोल्दैन र को कसको चाहिँ नि इच्छा आकांक्षा परिपूरण गर्नुपर्ने बेला हो, त्यो बेलामा उसले एउटा कपोलकल्पित बनाऊ प्रतिवेदनहरू पेश गर्छ र त्यो अहिलेसम्म मानव अधिकारले प्रस्तुत गरेका हरेक कुनै पनि प्रतिवेदनहरूको औचित्य शून्यमा छ है। यद्यपि अब मानव अधिकार असली रूपमा सच्चा रूपमा मानव अधिकार भइदिएको भएदेखि तपाईले प्रश्न गर्नुपर्ने, मैले आशंका गर्नुपर्ने कुरा केही पनि हुन्थेन। त्यो मानव अधिकार संसारका सबै मान्छेको अधिकार हनन हुँदाखेरिमा त्यो बोल्नु पर्दछ। यो कहाँबाट सञ्चालित भएको छ, कसबाट चाहिँ यो परिपालन भएको छ र यो कसको लागि मात्र बोल्छ भन्ने कुराको शङ्काको घेराभित्र उनीहरू आफैमा छन्। जस्तो हामीले चाहिँ नि भाषा जस्तो कुरा चाहिँ नेपालबाट नेपालीहरूको चाहिँ नि माट्यामेट हुने क्रम भयो, हाम्रो नैसर्गिक भाषिक अधिकार समाप्त भयो भन्दा उनीहरू बोलेनन्। त्यसो हुँदा उहाँहरूले आफैले पनि आफूलाई सुधार गर्नु पर्दछ।